गाइस म चाहिँ टुरिस्ट भ्लगर। अहिले हामी चाहिँ केटाहरू भएर पोखरेभिर भन्ने ठाउँमा जाँदैछौँ। बाटो कस्तो छ तपाईँहरू देख्न सक्नुहुन्छ होइन। अगाडि केटाहरू गइसकेका छन्, कोही पछाडि छन् होइन। हामी चाहिँ यहाँ अलिकति बाटोको कन्डिसन नराम्रो भएर चाहिँ पछाडि छौँ। देख्न सक्नुहुन्छ यस्तो छ बाटो, कुदाइदिनु भयो। हाम्रो पनि भिडियो हेर्नु पऱ्यो, हामीलाई पनि साथ सपोर्ट दिनु पऱ्यो होइन तपाईँहरूले। पोखरेभिरतर्फको यात्रा कता हो बाटो? कुखरेभिर कोखरे बाटो पत्ता लागेको छ गाइस यतातिर होइन। तलको कुन सिन हो यार? यो एउटा मात्रा केटो हो, मिठो सिन छ त तलको त यार। देख्न सक्नुहुन्छ अलिअलि क्यामेरा क्वालिटी लो भए पनि साफ सफाइ दिइराख्नु होला। हामी यस्तो बाटोमा हिँडिरहेछौँ होइन। नन स्टप भिडियो कालतिरसम्मको बाटो त कडक छ त। यहाँको ठाउँलाई देउराली भन्नुहुँदैछ। देउरालीको मन्दिर देख्न सक्नुहुन्छ तपाईँहरू। मिठो छ हौ प्युठान पनि। बाटोको कन्डिसन पनि देख्न सक्नुहुन्छ तपाईँहरू। जङ्गलको भ्यू मिठो छ हो। नन स्टप भिडियो तपाईँहरूमा प्रस्तुत। अगाडिको त्यो हाम्रो रेस्टुरेन्टको सेफ है। हाम्रो टक्क एउटा नयाँ रेस्टुरेन्ट छ, हिल किङ्स रेस्टुरेन्ट एन्ड लज। उहाँको सेफ हुनुहुन्छ। ऊ म्यानेजरले पुरा गुट्का खाँदै पिच्चिको पार्दै हुनुहुन्छ। ओहो सकिने भएन। यहाँको भ्यू तपाईँहरूलाई देखाइदिन्छु म होइन। यसपछि हामी पछिबाट पोखरेभिर जान्छौँ होइन। देख्न सक्नुहुन्छ भ्यू खतरा छ यार। देख्न सक्नुहुन्छ हाम्रो अर्को टोली यहाँ छ नि। यो कस्तो छ बाटोको कन्डिसन? बाटोको कन्डिसन एकदम नाजुक छ भोसडी। युट्युबमा जान्छ नि भाइ। हामीले यहाँ बाइक राखेर चाहिँ हामी माथि कोखरेभिरतर्फ जाँदैछौँ होइन। बाटो यस्तै छ, प्युठान हो। अब जाँदैछौँ, माथि पुगिसके केटाहरू। बाटो चाहिँ यस्तो छ होइन। तपाईँ हामी कोखरेभिरतिर आउन चाहनुहुन्छ भने तपाईँहरू आउन सक्नुहुन्छ। मल्लारानी खलङ्गा आउँदै हामी दाङदेखि आउँदैछौँ। देख्न सक्नुहुन्छ होइन, भ्यू चाहिँ मस्त छ। पोखरेभिरतर्फको यात्रा धेरै मुस्किल हुनेवाला छ। देख्न सक्नुहुन्छ अझै हामी पुगेको छैनौँ पोखरेभिर भन्ने ठाउँमा।
हो कडक छ बाटो आउने कोसिस छ तर अनसक्सेस भएको छ है बाटो मोटर बाटो चाहिँ देख्न सक्नुहुन्छ हामी कोक्रेभिरतर्फको यात्रामा आउँदै गर्दाखेरि आइसकेका छौँ होइन माथि जानु छ अझै जान्दा आधी बाटोमा आइसक्यो यार यस्तो दामी भ्यू छ यार तपाईँहरू आउनुपर्छ प्युठानको मल्लरानी गापा 1 मा अवस्थित छ यो कोक्रेभिर भन्ने होइन तपाईँहरू आउन सक्नुहुन्छ हामी चाहिँ फाइनली पुग्न लागिसक्यौँ अझै बाँकी छ तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ गुफा यहाँ पनि गुफा खतरा हुँदो रहेछ तपाईँलाई यहाँको जानकारी देखाउनु यसरी तपाईँले ढुङ्गा मिलाउनु भयो भने मलले चाको पुरा हुन्छ अरे खै हट सानो यो गुफा हामी गन्तव्य स्थानतिर पुग्दैछौँ बिस्तारै बिस्तारै धेरै हामी जाँदैछौँ है अझ पुगिरहेको छैनौँ ठुलै भिड छ यार फाइनली हामी कोक्रेभिरको एजमा पुग्न लागिसकेका छौँ फाइनली हामी पुगिसक्यौँ होइन देख्न सक्नुहुन्छ यो सिन रहेको छ यो भ्यू तपाईँहरू घर बसी बसी हेर्न पाउनुहुन्न आएर यहाँ हेर्नुपर्छ टक्क देख्न सक्नुहुन्छ होइन हामी कोक्रेभिरमा फाइनली आइसकेका छौँ देख्न सक्नुहुन्छ होइन मलाई पनि देख्न सक्नुहुन्छ तपाईँहरूले हिजोमा कोही गएको छैन यो हो क्या सिन भने